सम्पूर्णलाई जय मसी र नमस्कार। यो भिडियो हेर्ने सम्पूर्णलाई स्वागत छ। अहिले चाहिँ हामी गोदावरी टुरको निम्ति गएको थियौँ अनि त्यहाँ चाहिँ हामी हाम्रो यात्राहरू हुनेछ। अहिले हामी कुन ठाउँमा छौँ? हाडीगाउँ अहिले चाहिँ हामी हाडीगाउँ। यस्तो छ आजको मौसमहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामी आइपुग्न हाम्रो पेसा बाइकको लागि अब हामी कहाँ पुगेर बिसाउने भन्ने कुरामा हो। हामी अब बस बाटोमा पुगेर बिसाउँछौँ। एकदम सेफ्टी भएर भ्रमण गर्नुपर्छ, किनकि आफूले गर्दा अरूलाई चोट पर्नु चाहिँ फरक कुरा हो होइन। किनकि अब आफू त विषय पनि हुन्छ, आफ्नो आफन्त होइन, आफ्नो अब आफूले गर्दा अरूलाई परेको चोट, आफ्नो आफन्त, आफ्नो आमा बाउदेखि पनि जति पनि एकदम भित्रबाट चोट पर्छ नि त। त्यही भएकोले गर्दा आफू चाहिँ एकदम आफूलाई त लाग्छ नि अब केही मतलब छैन भनेर सोच्दा पनि अब आफ्नो आफन्त दाजुभाइ आमा बुवा जति पनि हुँदैन आफन्तहरू उनीहरूलाई चिया पर्छ नि त हामीलाई केही भयो होइन। त्यही भएकोले गर्दा बेस्ट चाहिँ हामी आफ्नो आफन्तको लागि चोट त्यहाँ पर्छ नि त। त्यही भएकोले गर्दा त्यति भएर एकदमै राम्रो कुरा हो। यात्रा निरन्तर छ। लगभग हामी गोदावरी आइपुग्यो भन्दा पनि भयो। अब यही स्टेसनमा प्रवेश गर्न लागि सबैभन्दा सुरु दाजुभाइ गीत गाउँदै रमाइलो मनाउँदै हामी त्यो स्टेसनमा बस स्टेसनमा पुग्यौँ। पार्किङ उता छ, उता आखा mama आखा मलाई समान हो। हेलो हेलो
यता पनि लाली गुराँस माई गड हेलो के हो यार अब यो दिदीले त खानेकुरा धेरै उयो छ कि क्या हो खानेकुरा जति बोक्यो नि हामीलाई फरक पर्दैन खाइदिने हो अहिले गाडीहरू निकाल्नको निम्ति गाह्रो भएको कारणले चाहिँ हामीलाई पार्किङ यहाँ होइन हो तलाउ भनेर जान लगाइदिएको छ यहाँबाट चाहिँ हाम्रो साथीहरू चाहिँ बस पार्कबाट हिँड्दै आएको कारणले हामी चाहिँ यहाँ हाम्रो बाइक स्कुटीहरू पार्क गरेर हामी पनि त्यहाँ टिकट काउन्टरमा जाँदै गरेको अवस्था मेरो चाहिँ बाइकमा हिँडेको कारणले कपालहरू सबै चाहिँ रहेछ हातमा थाप्दै खाने होला बेला बताउँ भित्र चाहिँ प्लास्टिक जाने कुराहरू लान नपाइने रहेछ त्यसको बारेमा छलफल गर्दै के थाहा त नि मलाई हो नि दिदी किनलाई थाहा छ मलाई त होला छैन नि हामीलाई त थाहै छैन यो त मेरो हो अहिले चाहिँ हामी गोदावरी पार्कको गेटभित्र प्रवेश गर्दै गएको अवस्था छिर्दैछौँ सम्झेदै क्यामेरा पनि नगल हेर्छ नि त हिसी भन्छ यात्रा सुरु गानेमा चप्छु बेला सबैजनाले अब पछाडि फर्केर हेर्ने छन् हाम्रो पपुलरजी काका सबैभन्दा एजेड तपाईँलाई देखिन्छ तपाईँलाई भन्नु के छ रामप्रकाश काका किन लजाउनु भएको ए काका नलजाउनु न काका एकै राम्रो छ ल ल हामी यस्तो ठाउँमा एकचोटि फनाउन घुम्नु न ल यति नै हो ल
अहिले चाहिँ हामी यो ठाउँमा पुगेर आराम गर्यौं अनि केही समय पश्चात हाम्रो आशिष दाइले सेवा समिति सञ्चालन गर्नुभयो। कुराहरूले एउटा हामीलाई भोलिको दिनमा मेमोरी पनि हुन्छ। यसको एउटा हामीले यहाँबाट के पायौँ भन्ने कुरा, हामीले के सिक्यौँ र यसले हामीलाई के गर्दैछ भन्ने कुरालाई प्राथमिकता दिन्छ। अनि पहिलो कुरा चाहिँ यसको महत्त्व पनि हेर मैले आजको सेवालाई अगाडि बढाउन चाहेँ। हामी पहिलो कुरा यसरी हिँड्नु चाहिँ हामीले एकले अर्कालाई चिन्नु, एकले अर्कालाई नजिक बनाउनु हो। दोस्रो कुरा चाहिँ हामीले आफ्नो समस्याहरूमा हामी सबैजना पार्टिसिपेट हुनु होइन। हामी कतिजना विभिन्न काममा व्यस्त भयौँ, पढ्यौँ, कसैको पढाइले, कसैको कामको ड्युटीहरूले, कोही हामी त्यत्तिकै पनि बसिराखेका छौँ। तापनि हामी एकले अर्कालाई यसरी घुल्ने गर्दा चाहिँ के हुन्छ भन्दाखेरि एउटा माइन्ड फ्रेस पनि हुन्छ है। यसको धेरै महत्त्व। केही शब्दहरू बोलिसकेपछि एल्डर आशिष दाइले आजको दिन भन्ने कोरसलाई गाउँदै सेवालाई अघि बढाउनु भयो। प्रभुको अनुग्रह अनि प्रभुको प्रेम चाहिँ हामी प्रत्येकको जीवनमा छ। आमेन। सो त्यो कारणले धन्यवाद तपाईँको धैर्य धारण गरेर प्रभुको उपस्थितिलाई हामी निम्त्यायौँ। मिठो आराधना मलाई चाहिँ एकदम प्रभुको उपस्थिति मलाई महसुस भयो। केही समय म तपाईँहरूलाई एकदमै म बोली मात्र राख्ने छुइनँ, तपाईँहरूको बिचमा म एकदमै इन्जोय म पनि गर्नेछु, फन पनि गर्नेछु। तपाईँ रेडी हुनुहुन्छ? त्यसको लागि रेडी हुनुहुन्छ भने सो भोक पनि लागेको छ होला, थाहा छैन कुरा। धैर्यको फल मिठो हुन्छ। हामी प्रत्येकले केही न केही कुराहरू हामीले लिएका छौँ। हामी अन्तिममा हामी इन्जोय गर्नेछौँ। हामी यहाँ मात्र बस्ने छैन, हामी खेल खेल्नेछौँ, बाहिर इन्जोय गर्नेछौँ, हामी एनर्जाइज गर्नेछौँ। सो त्यो भएको कारणले हामी एकदमै एक्टिभ हुनुहोस् है त। हामी प्रत्येकजना केही समय चाहिँ एक्टिभ हौँ है त। सो त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छौँ। आज हामीले म त सोचेको थिइनँ 15-20जना मात्रै आउनुहुन्छ होला भनेर सोचिरहेको थिएँ। हाम्रो जवानहरू यस्तो हुनुहुँदो रहेछ, बाँकी कता कता हुनुहुन्छ उहाँलाई पनि हामी मिस गरिरहेको छौँ है। प्रत्येकलाई भनिदिनुहोस् तपाईँहरू कहाँ जानुभयो आज साथीभाइलाई भनेर यस्तो भनेर अलिक उत्साह दिनुहोस्। नेक्स्ट टाइम जानुपर्छ हामी है, हामी अगाडि सँगै बढ्नुपर्छ, उत्साह दिनुहोस्। तपाईँलाई आजको सबै कुरा रिपोर्ट गर्छु, ब्लेसिङहरू तपाईँले सेयरिङ गर्न सक्नुहुन्छ। आमेन। ल सबैजनाले एकदमै तपाईँको झोला भारी पोको पुन्तहरू सेन्टरमा राख्न सक्नुहुन्छ, साइडमा राख्न सक्नुहुन्छ अनि एकदमै रिल्याक्स तपाईँहरू एकदमै सजिलो भएर बस्नुहोस् त एकचोटि। सेन्टर रिल्याक्स गर्नु, सबैजना कम्फर्टेबल भएर तपाईँलाई एकदम सजिलो हुने गरी बस्नुहोस्। आफूलाई नै बस्नुहोस्। एकदम फ्रेस हुनुको लागि तपाईँहरू सबैजना भनिहालेँ कम्फर्टेबल एकदम रिल्याक्स गर्नुहोस् सजिलो तरिकाले। हामी 5 पटकसम्म लामो सास आँखा तपाईँले सजिलो लाग्छ भने क्लोज गर्नुहोस्। क्लोज गर्नुको कारण चाहिँ
ध्यान केन्द्रित तपाईँको भङ्ग नहोस् भनेर हो। तपाईँले हेरेर पनि गर्न सक्नुहुन्छ, यो बन्दै गर्नुपर्छ भने छैन, यो क्लोज पनि गर्नुपर्छ भने छैन है त। एकदमै रिल्याक्स भएर लामो सास लिन्छौँ। म काउन्ट गर्छु 1 2 3 भनेर काउन्ट गरेको बित्तिकै हामी सबैजना सुरुवात गर्नेछौँ है त ल। सजिलो हुँदैन, अप्ठ्यारो जस्तो लाग्छ, तर गरिराखेको छ हामीलाई एकदम रिल्याक्स हुन्छ। सबैले 8 काउन्ट गर्नुहोस् है। तान्दाखेरि नाकबाट, फाल्दाखेरि फेरि मुखबाट फाल्नुहोस्, 8 सम्म काउन्ट गर्नुहोस्। भाषाको विषयमा कुरा गर्नेछौँ आज। हामी कतिवटा भाषा बोल्ने व्यक्ति छौँ आज? हामी प्राय अधिकांश सुन्नुवालै हो, 99% हो। के छ? इङ्ग्लिस नेपाली हो क्या? थुप्रै आयो। हामी जति सक्दो एकजना व्यक्ति बराबर 3-4वटा भाषा त बोल्छौँ नै होला होइन? 3-4वटा भाषा बोल्छौँ होला। तर सबैजना सुन्नुहोस् है, आज संसारभरि विशेष गरी प्रयोग गरिने भाषाहरू मध्येमा त्यो चाहिँ के को भाषा भन्दाखेरि प्रेमको भाषा हो है त। प्रेमको पनि भाषा हुन्छ अरे, हुन्छ अरे होइन? हुन्छ नि, प्रेमको पनि भाषा हुन्छ। त्यो अधिकांश संसार ग्लोबल्ली नै युज हुने आफ्नो व्यवहारबाट, हाम्रो आफ्नो व्यवहार कामद्वारा प्रदर्शन गरिने प्रेमको भाषाको विषयमा आज बोलिरहेको छु। प्रेमको भाषा चाहिँ विशेष गरी हाम्रो परिवारमा, हाम्रो संस्थामा, हाम्रो स्कुलमा एकअर्का हामीसँग भेला हुँदाखेरि बोलिने प्रेमको भाषा चाहिँ 5वटा प्रेमको भाषाको विषयमा आज म तपाईँलाई कुरा गर्दैछु। यो प्रेमको भाषा किन आवश्यकता छ भन्दाखेरि बिब्लिकली हामी हेर्छौँ भने यीशु ख्रीष्टले पनि 5वटा प्रेमको भाषा चाहिँ बहुतै प्रयोग गर्नु भन्ने कुराहरू हामी देख्दछौँ। हुनसक्छ आफूले पनि हुनसक्छ म यो चाहिँ बढी यो भाषा चाहिँ बढी जान्छ है मेरो बारेमा, मबाट चाहिँ भन्ने कुरा पनि आउन सक्छ है त। पहिलो कुरा चाहिँ इङ्ग्लिसबाट भनिन्छ त वर्ड अफ अफर्मेसन अरे, नेपालीमा उत्साह अथवा प्रोत्साहनको भाषा है। उत्साह अथवा प्रोत्साहनको भाषा यो एउटा पहिलो भाषा हो। भाषा मध्येमा हाम्रो लभ ल्याङ्ग्वेज यो प्रेमको भाषा। र अर्को कुरा चाहिँ स्पर्श गर्ने भाषा है, एकदमै फिजिकल टच भनेको त्यो ब्याड टचिङ, त्यो नराम्रो टचिङ, नेगेटिभ टचिङको कुरा गरेर नजानु। फिजिकल टचिङ कोही मान्छे चाहिँ एकदमै आएर सुमसुमाउने, एकदमै समाउनु मन पर्ने, सुमसुमाइराख्ने, कोही मान्छेले सान्त्वना दिनु सुमसुमाइराख्ने। अझ हुन्छ नि एउटा घर परिवारमा आमा बुवाको बाबालाई आमालाई जस विशेष गरी एकदमै आफ्नो श्रीमानसँग बस्नु मन पर्ने, समाएर बस्नु मन पर्ने, समाएर हिँड्नु मन पर्ने। अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि गुणस्तरीय समय बिताउने, क्वालिटी टाइम स्पेन्ड गर्नु। कोही मान्छेले सुन्नुभएको छ मलाई त एकदमै टाढा गएर समय बिताउन मन लाग्यो, तिमीसँग एकदमै बसेर गफ गर्न मन लाग्यो, गफ गरौँ भन्छ, बसेर सुनिरहेको हुन्छ। कति मान्छेले त्यो उसले भनेको कुरा भ्यालु नै गर्दैन, किनकि उसको लभ ल्याङ्ग्वेज होइन नि त त्यो। तर कोही मान्छेलाई चाहिँ बसेर एकान्तमा गफ गरौँ, एकचोटि मिटिङ गरौँ, बसौँ, धेरै कुराहरू छ उसलाई चाहिँ बसेर त्यो कुराहरू एकदमै सुनेर स्पेन्ड क्वालिटी टाइमले चाहिँ के गर्छ भन्दाखेरि अब जस्तै कसै भाइलाई बस्नु मन छ भने उहाँसँग बसेर उहाँलाई बोलेको कुराहरू एकदमै सुनिदिएको मनपर्छ उहाँलाई। अर्को कुरा चाहिँ तपाईँको सेवा अथवा सहायताको प्रेमको भाषा हुन्छ होइन। सेवा एकदमै सहायता, कोही मान्छे केही गरिरहेको छ भने सोध्दै नसोधिकन उसले गएर सहायता गरि नै हाल्छ। जस्तै अब हुन्छ नि काम गरिरहेको छ भने त्यो व्यक्ति गएर पनि सहायता गरिरहेको हुन्छ, केही सोधेर पनि सहायता गरिरहेको हुन्छ, कि नसोधि पनि सहायता गरिरहेको हुन्छ। कतिपय मान्छे काममा एकदम सहायता गर्नुहुन्छ, जे कुरा होइन हेल्पिङ हार्ट हुन्छ। अन्तिममा चाहिँ विशेष गरी उहिलेको जमाना त हामीलाई पनि थाहा थिएन, मलाई पनि थाहा थिएन, अब एकदमै म्याक्सिमम है धेरै मान्छेको उपहार दिने वा लिने एउटा त्यो प्रेमको भाषा। उपहार एकदमै कति व्यक्तिलाई एकदमै मनपर्छ किनेर दिन। उसलाई यदि अब साथीलाई कसैको बर्थडेमा, कसैको केहीमा, विवाह बाटोमा जानु परेको होस् अथवा कुनै निडेड छ भने उसलाई केही न केही चिज किनेर उसले दिनै मनपर्ने हुन्छ।
अथवा कसैले चाहिँ लेखेर उसले एकदमै लेखेर सही तरिकाले पनि त्यो उपहार दिनुपर्छ। टिपोट गर्नुहोस् है तपाईँले। फर्स्टमा के भनेको थिएँ मैले एउटा पहिलो नम्बर के थियो उत्साहको प्रेमको भाषा। अर्को के भने चाहिँ फिजिकल टचको कुरा है। अनि अर्को के थियो 3 मा सेवा सहयोग। अनि अर्को एउटा क्वालिटी टाइम एकदमै क्वालिटी टाइमको थियो कुरा। अनि अर्को लास्टमा के थियो गिफ्टको कुरा राइट। गुड तपाईहरुले यो पोइन्टहरु याद गर्नुभयो। अब केही समय हामी धेरै पनि हैन 2-3 मिनेटमा हामी त्यो कुरा सिक्दैन चाहिँ ममा यो छ भन्ने कुरा पनि गर्दा पनि भयो। किनभने मलाई चाहिँ यो कुरा गर्दा मलाई इन्जोय गर्न मन लाग्छ भनेर तपाईहरुले ठ्याक्कै 2-3 मिनेट समय बिताउनुहोस् हाम्रो ग्रुपमा। अनि बाँकी भएको कार्यक्रमहरु सबै मेरो जति पनि प्रोग्रामहरु छ म बाहिर गर्नेछु है त आउट बाहिरमा है। ल सबैजना हामी बाहिर आउनेछौँ एकचोटी बाहिर आउनुहोस्। अन्तमा चाहिँ हामीले जुन शीर्षक 5 वटा शीर्षक थियो त्यसमा आधारित रहेर 6 वटा ग्रुप बनाएर त्यसको अभ्यास पनि गरियो। ग्रुप एक्टिभिटिज सकेपछि चाहिँ अनि खेमहरु पनि खेलियो। ल विनर 5 जना ताली बजाउनु सबैजना। ल लेट्स गो। पपुलर जी कस्तो लाग्यो गेम खेलेर? एकदम बवाल। दाइ कस्तो लाग्यो? एकदम बवाल। म त सुरुमा आउट। तपाई कति नम्बरमा पढ्नुभयो? म सायद 5-6 नम्बरमा पढ्छु होला जस्तो लाग्यो। तपाई कति नम्बरमा पढ्नुभयो? म त 8 नम्बरमा पढ्यो होला नि। के होइन बीचमा पढेँ। खेल खेले पश्चात चाहिँ हामी सबैले ल्याएको खानेकुरालाई एकै ठाउँमा राखेर बाजु यो के हो? हामी खानालाई तयार गर्यौँ। के भनेको फर्स्टमै बुलाउँछ अनि खुल्लामा बात के हो त्यो? त्यसो भए भाग लाउँदा हुन्छ अरू बाहिर बस्दै गर्दा हुन्छ अनि भाग लाउँदा हुन्छ। कत्रो डिसहरु हो। खारा भ्याइन्छ? ए खानु जस्तो कुरा पनि रहन्छ त दाइ। खारा भ्याइन्छ? ए बाहिरको भ्याइन्छ?
कसैले एन्सरै दिएन खाएर भ्याइन्छ मिठो छ माया मिसेर बनेको कुरो मिठो हुँदैन के छ अनि सारेर के अरे ओसारेर भ्याइन्छ जवानहरूलाई लक्षित गर्दै उत्साहका केही शब्दहरू भनिसकेपछि अन्तिमको आशिषको प्रार्थनासम्म जोसेफ सुनुवारले लिँदै ब्यालेन्स गरेर अगाडि बढ्न आवश्यकता छ। हामी जे पनि हाम्रो जीवनमा हामी लागू गर्छौँ त्यो कुरालाई चाहिँ हामी बाइबलसँग लाग्नु एकदमै आवश्यकता छ। यो एउटा ड्रेसको कुरा मात्रै होइन, विभिन्न विधाहरू छ। जस्तै आज होली हो, यो किन मनाइँदैछ के हो भन्ने कुरामा बुझेर हामीलाई बाइबलसँग लाग्नु एकदमै आवश्यकता छ। त्यसले कस्तो खालको कथा बोकेको छ, के चाहिँ सङ्केत दिँदछ, त्यो हामी दाँच्न आवश्यकता छ। हामी मण्डल जाँदा जहिले पनि जतिसुकै गर्मी होस् हामी अलिकति फुल ड्रेस नै लगाएर जान्छौँ। किन भन्दाखेरि चाहिँ हामीलाई चाहिँ आदरणीय जीवन जिउनलाई चाहिँ हामीलाई प्रोत्साहित गरेको छ। हामीले चाहिँ असल जीवन अथवा भनौँ भने बाइबलले जीवन जिउनलाई त्यो प्र्याक्टिस हामीले गरिरहेका छौँ। तपाईँ अनि म जहिले पनि बुझ्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि जब कुनै पनि कल्चरले कुनै पनि संस्कृतिले बाइबलमाथि त्यो आउँछ भनेदेखिलाई तपाईँ अनि मैले जीवन जुन सुसमाचार हामी अरूलाई बाँच्छौँ त्यो सुसमाचारलाई चाहिँ बङ्गाइदिन्छ। त्यसले गर्दाखेरि हामी जे पनि गर्छौँ बाइबल आधारित अथवा बाइबलसँग तौलन आवश्यकता छ। अन्त्यमा हो पवित्र जीवन जिउन आवश्यकता छ। हामी जवानहरू विशेष गरी अहिलेको परिवेशमा हामी हेर्छौँ भन्दाखेरि हामी आफ्नो घरभन्दा टाढा छौँ, भ्यालीमा आएर बसेका छौँ। हामी सबैजनालाई टेम्पटेसन हुन्छ, जतिजना जब होल्डर हुनुहुन्छ हामीलाई जतिसुकै भए तापनि हामीलाई पुगिरहेको छैन। के गरौँ, कसरी चाहिँ अझ धेरै आर्जन गर्न सकिन्छ भन्ने कुराहरू हुनसक्छ। कतिजनाको बेसिक भनेको 10 देखि 15, 20, 25, 30 त्योभन्दा माथि पनि हुनसक्छ। तै पनि हामीलाई पुगिरहेको हुँदैन भनेपछि हामीलाई यो अहिलेको अवस्थामा कतिजना जब हामीसँग छैन, त्यो बेला चाहिँ हाम्रो टेम्पटेसन हुन्छ कसरी चाहिँ आय आर्जन गर्ने। भले हामीसँग विभिन्न समस्याहरू होला तर सर्वप्रथम
पहिला आउने कोही सानै छ होला लाग्छ हामीलाई 80% हामीलाई चाहिँ त्यो बावजुद पनि हामी चाहिँ कन्डिसनमा रहेर सन्तुष्टिको जीवन कसरी जिउने त्यसलाई चाहिँ हामीले जीवनमा हामी ढाल्न सक्छौँ। हामी कतिजना छौँ हामीभन्दा उमेरले पाएकोहरू हुनुहुन्छ अथवा नेचुरलिटीको हिसाबले तपाईँहरू पनि पाएको हुनुहुन्छ अरू धेरैजना पनि। नेचुरलिटी भन्दै गर्दाखेरि हामीले जीवन जिउँदै गर्दाखेरि तपाईँले के समस्या भन्नुभयो त्यो समस्यालाई कसरी डिल गरेसँग यहाँसम्म आउनुभयो भन्ने कुरालाई हामीले जान्न सक्छौँ। त्यसले गर्दाखेरि अनि क्रिस्चियनिटीभित्र चाहिँ नेचुरलिटी चाहिँ पवित्रताले देखाउँदछ। तपाईँ चाहिँ कसरी परमेश्वरको वचनमा रहेर जिउँदै अगाडि बढ्नुभयो त्यो कुरालाई देखाउँछ। हामी प्रार्थना गरौँ कतिवटा विषयहरू हामीले याद गरौँ मण्डली भवनको लागि हामी राष्ट्रको लागि त्यसै गरी रोगी बिरामीको लागि अनि हामी सबैजनाको जे पनि समस्या छ हामी त्यसको लागि हामी प्रार्थना गर्छौँ। र सबैले आफ्नो मुखहरू खोलेर प्रार्थना गर्न सक्नुहुन्छ। हाम्रो लागि यो एकता हामीहरू माझमा राखिदिनु भएको लागि तपाईँ धन्यवाद हुन्छ। यो समय दिनुभएको लागि तपाईँ धन्यवाद हुन्छ। भर्खरै वचनबाट हेर्दै गर्दाखेरि पवित्रताको जीवनलाई जिउनु अनि प्रभु कल्चरलाई सही एक्सेप्ट गर्ने भन्ने कुरालाई वचनबाट दाँजेर हेर्ने कुरालाई हामीले हेरेको प्रभु हाम्रो पश्चिमी देशमा डेभलप भएको यो जुन प्रेमका बाबुल भाषाहरू छन् जुन कुराहरू हामीले सिक्यौँ हेऱ्यौँ अनि बुझ्यौँ यी कुरालाई प्रभु हामी आउँदो दिनहरूमा यो साथीभाइहरूसँग हाम्रो आफ्नो परिवारसँग दाजुभाइ अनि सबैसँग हामी प्रभु यी कुरालाई हामी प्र्याक्टिकल रूपमा हामी अभ्यास गर्न सक्छौँ। हामीलाई सहायता गरिदिनु भएको छ। संसारमा धेरै संस्कृतिहरू छन् धेरै कुराहरू छन् जसले चाहिँ हाम्रो जीवनमा निगाह पारेको हुन्छ र त्यो असल कुराहरूलाई लिएर आफ्नो जीवनमा धारण गर्नको लागि सहायता गर्दैन र कुराहरूलाई हामी जब पन्छाउन सकौँ हामी जीवनबाट हटाउन सकौँ तब हामीलाई सहायता गरिन्छ। र हामी सुन्दैछौँ जतिजना बिरामी अवस्थामा हुनुहुन्छ तपाईँले उहाँहरूलाई अहिले नै छोडेर निको अवस्थालाई बोलाउनु भएको छ। कतिजना हस्पिटलको बिगडेमा हुनुहुन्छ कतिजना आफ्नो घरहरूमा हुनुहुन्छ सहायता गर्नु भएको छ। प्रार्थना गर्न चाहन्छौँ मण्डली भवन निर्माणको कामहरूमा सहयोगका हातहरू तपाईँले खोलिदिनु भएको चाहन्छु। यी हातहरू तपाईँ जुटाउनु भएको प्रभु हामी आफै पनि यो सबै बल शक्ति सबै कुराहरू लगाउन सक्छौँ सहायता गर्नु भएको जति पनि भित्री कुराहरू मिल्नुपर्ने आवश्यकताहरू छ तपाईँले गर्नु उचित कुराहरू समयमा नै सुसम्पन्न हुन सकेको जम्मै मण्डली परिवारलाई तपाईँ हात दिन चाहन्छौँ। विशेष गरी हामी जवान टिमलाई अरू तपाईँले हामीलाई आशिष दिनुभएको छ। तपाईँको वचनमा रहेर हिँड्ने व्यक्ति तपाईँ हामीलाई मिलाउनु भएको छ। सर्वप्रथम अहिलेको जस्तै यो अवस्था जस्तै तपाईँले हामीलाई हरेकजनालाई एकताका हातमा हामीलाई एकजुट भएर हामी अगाडि बढ्न सक्छौँ। धन्यवाद सबै कुराको लागि समयको लागि सृष्टिलाई हेरेर गुणगान गाउने मौका हामीलाई दिनुभएको लागि हाम्रो धन्यवाद। यो भेटघाटमा जति नै हामीले एक अर्कालाई चिन्ने मौका अनि अवसरहरू पाएका छौँ अझै पनि यस्ता अवसरहरू अब हामी यहाँबाट छुटेर हामी जानेछौँ हरेकको साथमा पाउनु अझै पनि जति पनि गुणगान गर्नेछौँ शोषण गर्नेछौँ अझै पनि हामी क्वालिटी टाइम हामीले एक अर्कालाई बुझ्दै टाइम स्पेन्ड गर्दै मनका कुराहरू भला पछाडि गर्दा अगाडि बढ्नेछौँ। धन्यवाद सबै कुराको लागि माग्दछु बिन्ती प्रार्थना र यसो तपाईँको वचन
हामी निस्किँदैछौँ घर जाउँ है साथीहरू है हामी निस्क्यौँ अब यहाँबाट बाहिर होइन बाहिर ल भन्नुपर्ने केही छ भरे नि अझै लजाउने होइन भरे नि लजाउने अनि भन्नुपर्ने केही छैन त्यही भएको कारणले हामी केही पनि भन्दैनौँ हेलो सम्पूर्णलाई अनि अहिले चाहिँ फेरि हामी सबै आफ्नो घर पुगिसक्यौँ सबै सुकुशलले पुगियो अनि अब आज चाहिँ जति घुमियो धेरै स्मरणीय भयो धेरै रमाइलो भयो अब मैले चाहिँ अहिले भिडियो गर्ने कि मेरो फोन चार्ज सकेर यस्तो हालत भएको ठिक छ सबैलाई धन्यवाद आज घुमियो अनि आजको ब्लग यही अन्त्य हुन्छ है हेर्नु होला सब्स्क्राइब गर्नु होला अनि नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला शेयर गर्नु होला